बनाउनु लाग्यो आज चटपट भोलि चटपट त्यस्तो वाला चटपटी चाहिँ नबनाउनु हुन्छ सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ ढोला हैन त मामाको डाइलेक्ट त एक्सपायर भयो कि क्या हो हेलो गाइज नमस्ते आज चाहिँ मेरो बिदा हिजो पनि बिदा थियो आज पनि बिदा आज चाहिँ हामी चाहिँ फ्यामिली ग्यादरिङ जान लागेको छौँ सो हामी चाहिँ आज एउटा दुईटा तीनटा फ्यामिली छौँ हैन तँलाई गाह्रो साह्रो अप्ठ्यारो केही पर्ने बित्तिकै तेरो यो दाई भस्म दाई यो एरिया कटनलाई बनेछ है चारवटा फ्यामिली छौँ तीनटा होइन चारवटा फ्यामिलीमा हामी टोटल बच्चा सहित गर्दा 12 जना छौँ सो आज चाहिँ फ्यामिली ग्यादरिङ हामी चाहिँ आज एकदम रमाइलो हुनेवाला छ इन्ट्रेस्टिङ हुनेवाला छ किनकि मेरो भिडियोमा चाहिँ आजसम्म कोही पनि नहुनु भएका मान्छे नि हुनुहुन्छ उहाँहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि समेटेर चाहिँ आज एकमुष्ट खतरा भिडियो आउनेछ सो गाइज एकदम रमाइलो हुनेछ आजको दिन हैन एकदम बवाल हुनेछ मौसम पनि एकदम शीतल शीतल मौसम घाम पनि लागेको छैन मौसम पनि बवाल छ पानी नपर्ने हुनाले एकदम बवाल छ सो आजको भिडियो कस्तो हुन्छ हैन तपाईहरुलाई लास्टसम्म सबै भिडियोहरु चाहिँ देखाउने छु सो म चाहिँ अब हिँड्न लाग्यो मेरो छोरी र मेरो मिसेस र साथी चाहिँ तल झरिसके उनीहरु चाहिँ म चाहिँ माथिबाट तल झर्दै छु सो अब चाहिँ म लागे है त अब कस्तो हुन्छ सबै यहाँबाट देखाउँदै जाने छु सो चाहिँ जानको लागि रेडी भएर आइसक्यौं गाडीमा आएर बसिसक्यौं हाम्रो सानीलाई एकदम चाँडो हतार हुन्छ उला हतार भएर सब चाँडो झर्नुपर्छ जाने अब सुत्न हतार भयो उ चाहिँ सुत्नलाई एकदम हतार गर्छ गाडीमा आउने बित्तिकै हामी चाहिँ हिँड्नलाई रेडी भएर बस्यौँ गाडी स्टार्ट गरेर अब लागिहाल्छौँ सो अरू चाहिँ आउँदै हुनुहुन्छ हामी यहाँ पुगेपछि अरूलाई कल हान्छौँ है त हामी चाहिँ ठाउँमा आइसक्यौँ है आज हामी चाहिँ यहाँको कहाँ हो तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला हामी आइसक्यौँ अरू कोही आइपुग्नु भएन हामी कुदिरहेको छौँ त्यही भएर गाडीमा बसिरहेको छौँ आमा कोप सब भ्याइसक्यो ठन्डा आयो नि छोरीको गफ गफ है के हो चाने चोरो खिबु टाइम गाइज के हो यो झन्डै 1 घन्टा हेलो चाहिँ झोला झोली बोकेर चाहिँ लागिरहेको छ होइन यो रिङ्केजी पार्कको चाहिँ पोखरीमा पुरै यस्तो हरियाली भइसकेको छ यस्तो हरियाली भइसकेपछि आएको थिएन होइन कस्तो बबालसँग चाहिँ यो के अरे कमलको फुलहरू चाहिँ उम्रिन थालिसकेछ हामी आउँदा चाहिँ पुरै केही थिएन क्लियर थियो सफा थियो पहिला चाहिँ अहिले चाहिँ यस्तो बबालसँग यो कमलको फुलहरू चाहिँ ठुलो भएको छन् कि यहाँ चाहिँ सिरु घाँस छ होइन सिरु साइडमा चाहिँ सिरु घाँस आज फेरि चराचुरुङ्गीहरू पनि देखेको छैन हाँस जस्ता चराचुरुङ्गीहरू हुन्थ्यो त्यो पनि देखेको छैन हामी सायद यही कुनाको छेउमा त एउटा टवर छ ट्रस छ त्यहाँ गएर सायद बस्छौँ होला सो आज मौसम एकदम बबाल छ होइन मौसम चाहिँ एकदम बबाल छ रमाइलो हुनेवाला छ आज हामी गेम खेल्छौँ त्यसपछि टिकटक बनाउँछौँ फोटो खिच्छौँ भिडियो बनाउँछौँ भ्लग बनाउँछौँ खान्छौँ हरेक कुराहरू छ यसमा होइन आज एकदम बबाल रमाइलो हुनेछ ओ माय गॉड हामी चाहिँ यहाँ अब लगभग बस्ने ठाउँहरू चाहिँ हेरिरहेछौँ कहाँनिर खाली हुन्छ कहाँनिर चाहिँ अलिकति सहज हुन्छ कहाँनिर हामी सबैजना अट्छौँ त्यो चाहिँ ठाउँ सिलेक्ट नगरी हुँदैन सो त्यही भएर चाहिँ यहाँ बस्ने भएर आएको यहाँ चाहिँ एकजना जोडीहरू बस्नु भएको रहेछ सो अब हामी फेरि अर्को ठाउँमा जानेछौँ यहाँ बाजेहरूले चाहिँ हामीलाई चाहिँ सबजनालाई आइसाजु गर्नुभयो सबैलाई चाहिँ नमस्कार नमस्कार गर्नुभयो जापानिज भाषामा होइन हामी जाँदैछौँ यो यहाँको बाजे आउँदै हुनुहुन्छ हाम्रो सानो पप्पी पाइमा हिँडिरहेको छ है सो मैले चाहिँ आज यो मेरो एयरपोर्टलाई चाहिँ माइकको रूपमा युज गर्न खोजिरहेको छु सो साउन्ड कस्तो आछ के आछ भन्नु होला होइन सायद ठिकै आउँछ होला जस्तो मलाई लाग्छ सायद यो कानमा राखेर नि भन्दा नि माइकलाई यहाँनिर ल्याएर योलाई चाहिँ यहाँ लिएर बोल्यो भने चाहिँ अझ बबाल साउन्ड आउँछ जस्तो लाग्छ सो त्यो ट्राई गर्दैछु
त्यो भयो भने अलिकति बाहिरको डिस्टर्ब साउन्डहरू अलिक कम आउँछ कि भन्ने सोचेको छु है त। जाँदैछौँ पुरै मोटाएर मुनि ठुलो भइसक्यो। यो साइडबाट हेरे पनि पुरै कमलको फुल भरिएको छ, पुरै कमलको फुल मात्रै देखिन्छ आज चाहिँ होइन। नत्र अस्ति आउँदाखेरि चाहिँ अलि अगाडि आउँदाखेरि चाहिँ यो कमल फुल केही थिएन, पुरै सफा गरेर एकदम पानी मात्रै छ, धमधमे खालको पानी चाहिँ बबाल थियो र चराचुरुङ्गीहरू धेरै थिए। आज चाहिँ चराचुरुङ्गीहरू देखेको छैन र कमलको फुल मात्रै देखिएको छ। यता माथि चाहिँ जङ्गल साइड छ, माथि पनि माथि बस्ने ठाउँ चाहिँ यस्तो बवाल छ माथि होइन। सायद मेरो पहिलाको भिडियोहरू पनि यो ठाउँहरूको भ्लग आइसकेको छ, तपाईँहरूले त्यो माथि आज सायद हामी नजान सक्छु, माथिको त्यो भिडियो पनि तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। सो माथि पनि बवाल छ, आज एकदम एक्स्ट्रा लागेको छ मौसमसहित यो पोखरीको दृश्य पनि होइन। बुढी आमाहरू पनि भिडियो खिचिरहेको छन्, फोटो खिचिरहेको छन्। यहाँ चाहिँ फ्रीमा प्रेसर चेक गर्ने ठाउँहरू पनि छ है, थोरै एक्सर्साइज लगायत फ्रीमा आफ्नो चाहिँ खुट्टालाई खाली खुट्टा चाहिँ यसमा हिँडेर आफ्नो प्रेसर चेक गर्ने ठाउँहरू पनि छ। सो एकदम बवाल आउँछ, बवाल एकदम किमो चाहिँ आउँछ होइन। सो मैले चाहिँ अस्ति नै गरिसकेँ, आज पनि सायद फुर्सद भयो भने गर्छु भनेपछि। हामी यतापट्टिको कुना आयौँ, यहाँ पनि बेबीहरू खेल्ने ठाउँ छ। अनि यहाँबाट पर गइसकेपछि त्यहाँ पानीको झरना थियो, त्यहाँ चाहिँ अहिले चाहिँ बन्द गरिसकेको छ, पानीको झरनाहरू छैन। यहाँ माथि जाने कुरो भयो होइन, त्यहाँ छ कि छैन ठाउँ हेर्छौँ। पहिला हामी एकचोटि मम्बुहरू आउँदा चाहिँ यहाँ माथि बसेर खाएका थियौँ। सो आज त्यहाँ केही छ कि छैन, ठाउँ छ कि छैन हेर्दैछौँ। सायद छन् त छ, त्यहाँ मान्छेले बनाइरहेको रहेछ, त्यहाँ केही बिग्रिएको पछि पोलहरू बिग्रेको रहेछ क्या, त्यहाँ बनाइरहेको छ। अर्को मर्निङ वाक र इभिनिङ वाक जानको लागि नि यो माथि जङ्गलतिर एकदम बवाल छ। सो हामीले चाहिँ यो ठाउँलाई फिक्स गऱ्यौँ। यो पहिला आएर हामी बसेको थियौँ, बुवा आमाहरू सबजना आएर बसेका थियौँ पहिला पनि एकचोटि। यो ठाउँ चाहिँ एकदम सुन्दर र शान्त होइन, शालीन, आफूले जे गरे पनि पाइयो भन्ने ठाउँ खालको ठाउँ भएर चाहिँ हामीले यो ठाउँलाई चुज गरेका छौँ। यहाँनिर चाहिँ सायद यो स्टेजहरू होला, केही प्रोग्रामहरू गर्नको लागि। यहाँ चौर छ स्टेज अगाडि, एकदम बवाल छ ठाउँ, यहाँ एकदम बेस्ट सोलिड छ। आज यहाँ हामी सायद राम्रोसँग बस्छौँ। अब यहाँ ओछ्याउनेदेखि लिएर ओछ्याएर जुत्ता फुकाएर क्वालिटी कसेर मजासँगले बस्ने हो। हामी चाहिँ यहाँ बस्नलाई रेडी भएर ठाउँ चाहिँ फिक्स गरेर बसेको। सो यो चाहिँ मैले मोबाइल भुइँमा राखेर एकदम भुइँको यो चाहिँ यो ठाउँबाट एङ्गलबाट भिडियो खिचिरहेको छु। एकदम बवाल आएको छ होइन। तर लास्टमा फेरि भन्दै गर्दा 17 हो है, यो आइफोन 17। नजिकिनु होला, भिडियोको क्वालिटी हेरेर तपाईँहरू थाहा पाउनु होला। हाम्रो चाहिँ यहाँ सानो यसो रमाइलोको लागि तास पनि खेल्छौँ होइन। सो तास चाहिँ पहिले आएर बसिसक्यो, तन्दा आइसक्यो। ल तास चाहिँ यो रमाइलोको लागि हो, कुनै जुवा चाहिँ यो खेल्नु हुँदैन, तर पनि रमाइलोको लागि चाहिँ हामी फ्यामिली भएर खेल्नु लागेको। के बनाउनु लाग्यो? आज चढ्छ भोलि त्यस्तो वाला चटपटी चाहिँ नबनाउनु हुन्छ है। चटपटी बन्दैछ। चटपटी रेडी भयो। चाहिँ गर्मी भएर हिकोसी गरेका छौँ होइन। यहाँ बस्ने सरेका छौँ यी पोका पुन्तेर सब लिएर। यहाँ चाहिँ लास्टै गर्मी हो, हावै नआएर अनि त्यसपछि यहाँ चाहिँ डेन्जरै भयो होइन, हावै आएन। त्यही भएर हामी चाहिँ यहाँ हावा आउने ठाउँमा सर्दैछौँ। अब एकदम झन् रमाइलो हुन्छ, तास खेल्यो रमाइलो गऱ्यो। अब हामी केटापाटीले खेलिसक्यो, अब केटापाटी खेल्नु थालो। ल चाहिँ हामी चाहिँ माथि चढ्नु लाग्यो। उनीहरू चाहिँ उताबाट आउँदै हुनुहुन्छ, बच्चा सच्चा सबैजना सामान लिएर। हामी चाहिँ
यहाँ लाग्दै गाउँघरकै जस्तो बाटो पुरै गाउँघरकै जस्तो बाटो छ भर्याङ्गै पुरै उकालो यहाँबाट झन् बवाल देखिन्छ माथि थुम्का वा ल यहाँबाट हो फुजिनो के लेखेको छ उताबाट आउँदै हुनु सक्दैन है म चाहिँ सर्टकट बाटो हेर्न आएको यसो यहाँ झन् बवाल छ यहाँ झन् बस्ती देखिन्छ हौ माथि पुरै घरै घर छ यो डाँडा उता डाँडामा कता सुन्तला खेती थियो बवाल थियो कि सुन्तला खेती त हामी यहाँ छौँ बाटो छ आऊ है उकालो जाँदै जाँदै उहाँ पुग्छौँ त्यहाँबाट थुम्को जस्तो छ थुम्कोमा चाहिँ बस्ने ठाउँ पनि छ सो यहाँ चाहिँ हावा छ भन्ने हामीले अनुमान लगाएको छ यहाँ रुखको पातहरू हल्लिरहेको छ सो के छ होइन त्यहीँ गएपछि थाहा हुन्छ त्यहाँबाट चाहिँ ठाउँ अन्त सर नपरोस् भन्न चाहन्छौँ दुःख छ पोका पुन्तुरा पोकेर ओहो ल हामी चाहिँ उकालो गएछौँ जापान कस्तो लागिरहेछ घुमाइ कस्तो लागिरहेछ है घुम्ने दिन सिधै लाग्यो घर जाने दिन पनि आउनु लाग्यो अब छोडेर जान एकदम गाह्रो भइरहेको छ मलाई त्यही चाहिँ छोरीहरूलाई छोडेर रमाइलो चाहिँ एकदम रमाइलो छ है हाम्रो टोलीहरू उहाँ छन् वा चाहिँ माथि आइपुग्यो यो थुम्को यही नै हो मामाहरू गराउनु थाल्यो हो त्यो उहाँ चाहिँ गाह्रो छ टोलीहरूलाई यो चाहिँ 6मा जुम गरेको एकदम टाढा छ है हेर्न सक्नुहुन्छ कति पर छ ओ बल छ है मोबाइल चाहिँ यो कमलको फुलको पोखरी चाहिँ यो है हामी माथि डाँडामा छौँ त्यहाँबाट चाहिँ देखिएको दृश्य हो यो एकदम बवाल छ माथि छौँ अब यहाँबाट सिमादा साइड सबै देखिन्छ फुजी हेर्दा याइजु पनि देखिन्छ पर बवाल देख्छ है ल यहाँको पिच रोड यहाँको मेन बाटो यो चाहिँ डबल रोड हो यो चाहिँ सिधो जाने चाहिँ उहाँबाट हो यतापट्टि बाइपास छ यतापट्टि यहाँको गोजिउ चाहिँ उहाँ भेट्छ त्यो उसको होटलनिर हो पोखरी यहाँ पनि देखिएको छु ठाउँ मात्रै थियो सो अहिले चाहिँ यहाँ हामी ठाउँलाई एकदम यहाँ चाहिँ हावा नै आउने शीतल पनि र टोयलेट थियो धारो त्यहाँ छ यहाँनिर धारो छ यो पर यो धारो हो यो धारो यहाँ चाहिँ हामीले फाइनल गऱ्यौँ यहाँ चाहिँ एकदम बवाल छ 1 2 3 गो ल बवाल वा ल हाम्रो यहाँ बस्ने चाहिँ तर्फर अब यहीँ हो लास्ट यसपछि चाहिँ हामी अन्त सर्दैनौँ त्यसपछि जान्छौँ घर टोयलेट छ यहाँ हात धुने ठाउँ छ धारो पनि छ यहाँ चाहिँ नानी सुतिन् म यता पालो दिन आएँ होइन अहिले चाहिँ लेडिज पार्टीहरू खेल्दै हुनुहुन्छ ओ लेडिज पार्टी के हो सक्छ भाइ बढी त खतरा देखिया छ त यार जिम त डेन्जर हानेको क्या हो र हाम्रो चाहिँ अब खानी तर्फर हुनु लाग्छ के हो पुरै फुरन्दैन छ त यार चिउरा भने त नातिनु न होइन चिउरा भनेको झन् पुरै स्पेसल छ त झुटो बोल्ने हामीलाई भने यो मासु चाहिँ लास्टमा हाल्नुपर्छ के हो त्यो हामी चाहिँ अहिले फुरन्दैन त्यसपछि चिकन मसुराको अचार मासु अनि नखाने मान्छे पनि बोकेर आएको ठिक छ खाइदिउँ न के भने लौ सजना यो उता राख अहिले तिमीहरू राख्छौ है म त दिइहाल्ने हो ल ए दुई साइड तरकारी ल हाम्रो चाहिँ यहाँ पस्किने काम हुँदैछ रेडी हुँदैछ के छ म अब जुम गरेर स्वाद देखाउँछु यहाँ मासु हाल्नु छ है मासु नखाने दुईजनालाई घाटो हामी दुईजना छौँ कालो मासु चाहिँ मैले बनाएको है मान्छे नि कालो के बोले भाइ अब के बोले के छ थाहा बोले ल हाम्रो आजको आइटम खानु खानु खाँदै
काम्पा हामी चाहिँ खाम्पाई गर्दैछौँ है ल मेरो भाइ पानी हज्यो टाइम हुँदैछ है बाबुको पनि टिकटक टाइम हुँदैछ सबैजना टिकटक बनाउँदैछ हाम्रो पनि टिकटक हुँदैछ हो टिकटक टाइम यो चाहिँ अब हामीले सोरो सोरो जागेर हुन लाग्यो यहाँ सिनको लागि माथि गएको कडा हामी चाहिँ फाइनली सकेर हिँडेको है अब हामी चाहिँ डाइरेक्ट अब घर जानलाई रेडी भएर दुईजना तिनजना चाहिँ गइसके तिनजना चारजना गइसके सानो बाबु बाबुको मामबुवा त्यसपछि हामी चाहिँ रमाइलो भयो है ल धन्यवाद फेरि आउनु होला फेरि चान्स छ नि एकदम है फाइनली हामी चाहिँ फर्किँदैछौँ अब यहाँनिर चाहिँ अघि गएको हामीले यो फ्लाइटबाट माथितिर गएको थियौँ अहिले चाहिँ यो एक राउन्ड लगाएर अब यहाँलाई चाहिँ फर्किँदाखेरि चाहिँ यो राउन्ड घुमेर पर गरेर चाहिँ जाने भनेर त्यो झोलाझुली फुकापुन्चुरा प्लस यहाँ सानो सोनीको क्यामेरा आइदिन्छ होइन त्यसबाट भिडियो लियौँ फोटो लियौँ अब जानेछौँ सो फोटो भिडियो चाहिँ फेसबुकमा आउँछ यो मेरो ब्लग चाहिँ युट्युबमा आउँछ प्लस फेसबुकमा आउँछ यो चाहिँ एउटा मेमोरीको लागि क्याप्चर गरिरहेको हो एकदम बवाल पछि हेर्न मजा आउँछ होइन यस्तो यस्तो थियो यसरी घुमेको थियो यस्तो यस्तो ठाउँमा गएको थियौँ भन्ने कुरा चाहिँ यसरी आएको थियौँ यसरी खाएको थियौँ भन्ने चाहिँ एउटा मेमोरी बस्छ सो त्यही भएर चाहिँ त्यो मैले चाहिँ कोनिचिवा आज हामी चाहिँ सबैजना घुमफिर गर्न आइरहेछौँ त्यही भएर जापानमा अब पछि पछि फेरि घुम्नुपर्छ तपाईँले हाम्रो भिडियोहरू हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला ओके धन्यवाद कस्तो लाग्यो समग्र रूपमा जापान एकदम रमाइलो लाग्यो अब आज भोलिभन्दा आउँदै जाने बेला छ फेरि पछि फेरि अर्को नेक्स्ट टाइम आयो भने मजाले उ गर्नुपर्छ एकदम रमाइलो लाग्यो समग्र रूपमा जापान रमाइलो छ एकदम रमाइलो हुन्छ टाइम गएकै पत्तै हुँदैन है यात्तु बुझाइमास नामाएवा पाण्डे पवित्र देश ल अर्को पालि आउँदा स्टेडियममा आउनुपर्छ है पढ्ने गरी आउनुपर्छ अब टिकटक हुँदैछ फाइनलको टिकटक फाइनल टिकटक हो गाइज यो चाहिँ फाइनल सकियो सो यो चाहिँ पुरानोको एउटा याद दिलाउनको लागि चुकचुके रेलको टाउको छ होइन पहिला हालेर पुत्तु धुवाउने खालको रेलको टाउको चाहिँ यहाँ राखिएको छ यहाँ चाहिँ फोटो खिच्नको लागि यहाँभित्र चाहिँ म्युजियम हो ल हामी फाइनली फर्किन लाग्यो है अब चाहिँ अब सानो निन्द्राले झुम्म भएको छ अब हामी फाइनली फर्किन्छौँ हाम्रो सकियो आजको घुमघाम अहिले चाहिँ 6:30 भयो ल धन्यवाद राम्रोसँग जानु होला अब भेट कहिले हुन्छ है त है ल हामीलाई पनि खुसी लाग्यो रमाइलो भयो